हेलो आमा तपाईँले फोन उठाउँदैन म त कान्छीलाई फोन गरेको थिएँ त कान्छी सुतिरहेछे के भएछ त के भएर सुते कि अरे थाहा छैन भने सोध्नु नि त हौ के भएको छ हौ आमा अनि सोध्नु पर्छ बिहान बिहान 5 बजी उठेर मान्छे ओछ्यानमा चिया खाजा ल्याइदिने मान्छे 9-10 बजी नउठाए त सोध्नु पर्छ त के भयो कसो भयो भनेर हौ आमा कस्तो छ हौ तपाईहरुको बानी मलाई अचम्म लाग्छ हौ पहिला हामी बिमारी हुँदा त अनि नउठ्दाखेरि त अनि बिहानै आएर सोध्नुहुन्छ त के छ तिमीहरु किन ढिलो उठ्यौ भन्नुहुन्थ्यो त हौ आमा त्यस्तै हो त सोध्नु नि त्यसरी नि हौ आमा छोरा बुहारी मिल्दैन किन मिल्दैन छोरा बुहारी मिल्दैन त अनि छोरी भनेको अर्का घरमा गइसक्यो बुहारी भनेको अर्का घरदेखि ल्याएको हो त्यही भएर छोरीलाई बिमारी भयो भने त फोन गरेर सोध्ने मात्रै हो नानी के गर्दैछ कसो गर्दैछ बिमारी भयो भने हस्पिटल जाऊ के गर भनेर सोध्ने मात्रै हो तर बुहारी भनेको त अर्का घरदेखि ल्याएको हो आफ्नो जिम्मा के हो बुहारी भनेको त के अरे आफूलाई पकाएर खाना दिने आफूलाई स्याहार सुसार गर्ने हो बुहारी भनेको त उ बिमारी भएपछि त आफूले पो ध्यान दिनुपर्छ त आफूले घुँडा टेकेर हस्पिटल लाउने हो कि धामी लाउने हो कि के गर्ने सबै त आफ्नो जिम्मेवार हो आमा छोरीलाई त गर्छन् उनीहरूका ससुरालीले जे गर्छ उनीहरूले गर्छन् उसकै पट्टिबाट गर्छन् तर बुहारी ल्याइसकेपछि बुहारी त आफूले पो गर्नुपर्छ त हौ आमा त्यस्तो भएन है आमा मलाई मन परेन है यो काम चाहिँ हुँदैन है बुहालाई नि भन्नु यो कुरा चाहिँ मलाई रिस उठिसक्यो नि अहिलेदेखि अघिदेखि नि म आउँदैछु म लिएर जान्छु हस्पिटल अब तपाईहरु लान सक्नु हुँदैन नि